नमस्ते एभ्रिवान साथी, म तपाईहरुलाई आज माइक्रोसफ्टको कुनै पनि सफ्टवेयरहरु डाउनलोड गर्ने फ्री तरिका सिकाउन गइरहेको छु। फर एक्जाम्पल वर्ड, एक्सेल, पावर। बायोमा पनि नम्बर रहेको छ, त्यसमा भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कस्तो पनि एक्सेल, कस्तो पनि भन्नु अटोक्याड, तपाईको अटोक्याड कुनै भर्सनको होस्, कुनै भर्सन 11, 12, 13, 14, 15, 16, 17, 18, 20, 22, 25 कुनै होस्, सबै चीज क्र्याक गर्नुहुन्छ। आउनुस्, आफ्नो सुविधा लिनुस्। पोइन्टहरु यसमा छैन, त्यही भएर यो फाइलहरु कसरी डाउनलोड गर्ने र फ्री अफ कस्टमा अनक्रैक भर्जन, क्र्याक गर्नु पर्दैन, अनक्रैकै हुन्छ हैन। जेन्युइन तरिका हो र तपाईहरु अब मोबाइलको यो ल्यापटपको स्क्रिनतिर म लग्दै छु र यहाँ हेर्न सक्नुहुन्छ। यहाँ वर्कशीट भन्ने छ, यो एक्सेल फाइल हो अलरेडी। अब यसलाई ओपन गर्न गइरहेको छु, यो ओपन हुँदैन किनकि यसमा एक्सेल छँदै छैन। सबभन्दा पहिला कुनै पनि ब्राउजर खोल्नुपर्छ। यहाँ म ब्राउजर खोल्छु। ब्राउजर खोलिसकेपछि यहाँ आउनुपर्छ। यहाँ अफिस डेभलपमेन्ट टुल्स भनेर छ, यसलाई ओपन गर्नु। म अलि फास्ट भन्न गइरहेको छु। यसलाई डाउनलोड गर्नु, अफिस डेभलपमेन्ट टुल्स भनेर यसलाई डाउनलोड गर्नु है। डाउनलोड गर्नु, त्यसपछि फेरि यहाँ प्लस आइकनमा आउनु। यहाँ आइसकेपछि अफिस डेभलपमेन्ट टुल्स भइसक्यो। अब फेरि OFFIC अफिस डेभलपमेन्ट टुल गरिसकेपछि अफिस कस्टमाइजेसन टुल डाउनलोड गर्नुपर्छ। त्यसमा दुईवटा टुल डाउनलोड गर्नुपर्छ है। अनि अब यहाँ आएर प्लस गर्नु। प्लस गरिसकेपछि अब के गर्ने, डेभलपमेन्ट टुल्स भयो। अब कस्टमाइजेसन टुलमा जानुपर्छ। कस्टमाइजेसन टुलमा आइसकेपछि यहाँ अफिस कस्टमाइजेसन टुल भनेर छ माइक्रोसफ्टको, यसमा आउनु। यसमा आइसकेपछि यहाँनिर डाउनलोड गर्नुपर्ने भयो। तपाईको यदि 4 GB भन्दा बढी र्याम छ भने 64 बिट चुज गर्नु, नभए सानो ल्यापटप छ 4 GB भन्दा कम र्याम छ भने यो 32 बिट सिलेक्ट गर्नु। त्यसपछि तपाईहरु केही नगर्नु, यहाँ अफिस यसमा आएर मैले 2024 भर्जनको प्रोफेसनल प्लस 2024 गर्न गइरहेको छु। डाउनलोड 2024 गर्छु। त्यसपछि यता केही गर्नु, चलाउनु। त्यसपछि तपाईलाई के चाहियो माइक्रोसफ्टको लागि, एक्सेल चाहियो, के चाहियो त्यसलाई अन गर्नु, अरु सबै अफ गर्नु। मलाई एक्सेल चाहियो, यो एक्सेस चाहिदैन, यो वन नोट चाहिदैन, पावर पोइन्ट चाहिन्छ हैन। त्यसपछि वर्ड पनि चाहिन्छ, योहरु केही चाहिदैन, मैले सब अफ गरे। 3वटा मैले सफ्टवेयर चाहिन्छ, 3वटा गरे है। त्यसपछि यहाँ नेक्स्ट गर्नु, अरु केही नगर्नु। यहाँ सिलेक्ट द प्राइमरी ल्याङ्ग्वेज भनेको छ, यहाँनिर ल्याङ्ग्वेज सिलेक्ट गरिदिनु पर्ने रहेछ। त्यसको लागि म इंग्लिश सिलेक्ट गर्छु है। इंग्लिश सिलेक्ट गर्छु, म माथि नै होला है। इंग्लिश सिलेक्ट गरेँ। त्यसपछि म तल आएर यहाँ फेरि नेक्स्ट गर्छु। नेक्स्ट गरिसकेपछि यहाँहरु केही नचलाउनु, यो अफन केही नगर्नु, फेरि नेक्स्ट गर्नु, फेरि तल आउनु, योहरु केही नचलाउनु है, केही नचलाउनु। यति गरिसकेपछि फेरि नेक्स्ट गर्नु, फेरि योहरु केही नचलाउनु, फेरि तल आउनु, फेरि नेक्स्ट गर्नु। यहाँ नेक्स्ट गर्दै जानु, केही नचलाउनु है, फेरि नेक्स्ट गर्नु। नेक्स्ट गरिसकेपछि योहरु केही नचलाउनु, फेरि तल जानु, लास्टमा फेरि नेक्स्ट आउँछु। नेक्स्ट गर्नु। नेक्स्ट गरिसकेपछि फेरि एकछिन टाइम प्रोसेसिङ लिन्छ है। प्रोसेसिङ लिइसकेपछि यहाँ तपाईको एक्सपोर्ट भन्ने आउँछ, एक्सपोर्ट गर्नुपर्छ। एक्सपोर्ट गर्दिने, यहाँ एक्सपोर्ट ठीक छ। एक्सपोर्ट गरिसकेपछि यस्तो टपअप आउँछ। यहाँ के गर्ने, कीप करेन्ट सेटिङ भनेर छ हैन, यसमा टिक लाउनु र यो केही नगर्नु र यहाँ ओके गरिदिनु है। त्यसपछि यस्तो टर्म्स एन्ड कन्डिसनको आउँछ, एक्सेप्ट टर्म्स एन्ड कन्डिसन, यसमा टिक लाउनु। यो नाम चेन्ज नगर्नु है। अनि त्यसपछि यहाँदेखि एक्सपोर्ट गर्नु। एक्सपोर्ट गर्ने बित्तिकै तपाईहरु फेरि यहाँदेखि डाउनलोड हुन्छ यो फाइल है। यो फाइल डाउनलोड हुन्छ, डाउनलोड हुन दिनु। डाउनलोड भइसकेपछि यो फाइल अलरेडी हाम्रो डाउनलोड फोल्डरमा आइसकेको छ। यहाँ डाउनलोड फोल्डरमा यसलाई के गर्नु, कट गर्नु। कुन भर्जनको हो, 2024 भर्जनको है। अनि यहाँदेखि कट गर्नु। कट गरिसकेपछि तपाईहरु फेरि सी ड्राइभमा आउनु। यहाँ सी ड्राइभमा आइसकेपछि यहाँ राइट क्लिक गर्नु, यहाँ न्यू फोल्डर बनाउनु, यहाँ लेख्नु OFFICE 2024 किनकि 24 मा डाउनलोड गरिरहेको जस्तो छ त्यस्तै लेख्ने है। क्यापिटल O लेख्नु अनि स्पेस लेख्नु, अफिस लेखिसकेपछि अनि इन्टर गर्नु। त्यसपछि यही फाइललाई ओपन गर्नु र अघि पेस्ट गरेको थियो, जुन कट गरेको थियो त्यसलाई यहाँ पेस्ट गर्नु है। डाउनलोडमा यहाँ थियो नि मैले गरेको, डाउनलोड गरेर गरेको, त्यसलाई मैले पेस्ट गरेँ। त्यसपछि केही नगर्नु, फेरि यो सबैले काट्दिनु, केही पर्दैन। र यहाँ दिस पीसीमा आएर कहाँ फोल्डर बनाउनु भएको थियो, सी ड्राइभमा आएर अरु सी ड्राइभमा आइसकेपछि यहाँ अफिस 2024 मा आएर बनाएको थियो। यो अफिस डेभलपमेन्ट टुल छ, यसलाई राइट क्लिक गर्नु र यहाँ रन एन्ड एडमिनिस्टर गर्नु। यति गरिसकेपछि यहाँ यस गर्नु। यस गरिसकेपछि यहाँ टर्म्स एन्ड कन्डिसन फेरि सोध्छ, यहाँ यस गर्नु र यहाँ कन्टिन्यू गर्नु है। यति गरिसकेपछि अब तपाईको फोल्डर कहाँनिर छ यहाँ भन्छ सिलेक्ट गर्न। फेरि यहाँनिर आएर के गर्ने, डेस्कटप
यो दिस पीसीमा जाने, दिस पीसीमा गइसकेपछि सी ड्राइभमा जाने, कहाँनिर फोल्डर बनाउनु भएको छ, यही फोल्डर बनाएको होइन अघि 2024 वाला, यसमा डबल क्लिक गर्नु र यहाँ ओके गरिदिनु। यहाँ यी ओके गर्ने बित्तिकै यहाँ 3-4वटा फाइलहरू बन्छ है। त्यति भइसकेपछि अब केही नगर्नु, अब के गर्नु, यसमा सिएमडी को सर्च गर्नु, सिएमडी सर्च गर्नु है। सिएमडी गरिसकेपछि यस्तो आउँछ, यहाँ रन एन्ड एडमिनिस्टर गर्नु, रन एन्ड एडमिनिस्टर गरिसकेपछि यहाँ ओके गर्नु। यहाँ यस्तो आइसकेपछि यहाँ के छ, विन्डोज सिस्टम 32 बिटमा छ। अब यो विन्डोजबाट यो सिएमडीको मद्दतले गर्दा हामी कुन फोल्डरमा थियो त्यो फोल्डरमा पुग्नुपर्छ यो सिएमडीको मार्फत। त्यसको लागि के गर्ने भनेपछि यहाँ सिडी गर्ने, सिडी स्पेस गरिसकेपछि 2024 वाला जुन फोल्डर बनाएको थियो त्यसको एड्रेस यहाँ कपी गर्नुपर्छ। त्यसको लागि मैले मिनिमाइज गरेँ, फेरि यहाँ दिस पीसी खोलेँ र यहाँ सी ड्राइभमा आएर यो फोल्डर बनाएको थियो हामीले होइन। यसमा डबल क्लिक गरेर ओपन गर्छु। यहाँ हेर्नु त भ्यू छ, यहाँ अफिस छ नि, अफिस 2024, यसमा क्लिक गर्नु, राइट क्लिक गर्नु। राइट क्लिक गरिसकेपछि यहाँ कपी एड्रेस आउँछ, राइट क्लिक गर्नुपर्छ है। यहाँ कपी एड्रेस गरिसकेपछि फेरि सिएमडी यहाँ तल खोलेको थियो त्यसमा आएँ है। यहाँ आएर Ctrl+V गरिदिन्छु मैले। अलरेडी हाम्रो यो 2024 को फोल्डर रहेको छ एन्ड जेड गरेँ। अब हेर्नुहोस् त हामीले सी ड्राइभमा आएर अफिस 2024 फोल्डरमा गइसकेको छु। अब एउटा काम नबिर्सिकन गर्नुपर्छ है, यो धेरै केयर गर्नु। फेरि तपाईँले के गर्नु, नयाँ ब्राउजर खोल्नुपर्छ है। नयाँ ब्राउजर, यसलाई नकाट्नु, मिनिमाइज गर्नु, नयाँ ब्राउजर खोल्नु कुनै पनि वेबको है। त्यसपछि तपाईँहरू यहाँ अफिस OFFIC अफिस कतिको थियो, 2024 को थियो होइन। यहाँ 2024 लेख्नुपर्छ है। अफिस डेभलपमेन्ट टुल्स 2024 लेख्नुपर्छ। 2024 लेखिसकेपछि यस्तो आउँछ 2024। यदि तपाईँले 2024 को डाउनलोड गर्नुभयो भने 2024 हाल्नुपर्छ, 2021 को छ भने 21 गर्नुपर्छ। जुन भर्जन तपाईँले चाहनुहुन्छ त्यति चाहिन्छ है। अब के गर्ने, तपाईँले यहाँ अब यो डेभलपमेन्ट टुल्स जुन अफिस 2024 को छ यसमा क्लिक गर्छु। क्लिक गर्ने बित्तिकै अब केही छैन, राम्रोसँग केयर भएर हेर्नु। यही वेबसाइटमा तपाईँहरू पनि आउनु जस्ट है। आइसकेपछि यहाँ सिलेक्ट गर्नु, यहाँ 4 नम्बरमा आउनु है। 4 नम्बरमा इन्स्टल अफिस 2024 बाई द युजिङ द अफिस डेभलपमेन्ट टुल्स भनेर छ। यो 4 नम्बरमा क्लिक गर्नु र यहाँ जुन छ यो पाथलाई कपी गर्नुपर्छ। यहाँदेखि कपी गर्नुपर्छ, यहाँ कपी गर्नु। कपी गरिसकेपछि यहाँ रन एडमिनिस्टरवाला थियो नि यो टपअप, यसमा आउनु। यसमा यसै Ctrl+V गर्नु। यति गरिसकेको काम सक्यो, अब केही गर्नु पर्दैन। अब इन्टर गरिदिनु है। यस्तो लोगो आइरहेछ अघिदेखि। केही नगर्नु, वेट गर्नु, आफै आउँछ। आयो आफै। अब छोडिदिनु, लगभग 10 मिनट जति छोडिदिनु, आफै डाउनलोड भइहाल्छ है। अब हेर्नुहोस् कति डाउनलोड भएको छ, भर्खरै स्टार्ट भएको छ। हन्ड्रेड 100% हुन्छ है। लगभग अलिक टाइमै लाग्छ, तपाईँको नेटमा भर पर्छ है। म यहाँदेखि मिनिमाइज गर्छु र यसलाई पनि मिनिमाइज गर्छु। यही हो एक्सेल फाइल। यहाँ एक्सेल फाइल हो हाम्रो यो वर्कसिट जुन देखिराख्नु भएको छ। यो अलरेडी डाउनलोड भइसकेपछि यहाँ के हुन्छ, यहाँ यो एक्सेल फाइल ओपन हुन्छ। अहिले हुँदैन ओपन है, तपाईँहरू हेर्दै जानु। अब डाउनलोड हुन अलिक टाइम लाग्छ, यति डाउनलोड भइसकेको छ है। हेर्नुहोस् है, र यहाँ अलरेडी भइसकेको छ। यहाँ अब यहाँ यसलाई के गर्ने, यहाँ क्लोज गरिदिने है। काम सक्यो, यसको काम सक्यो, क्लोज गरिदिने। एक्सेल फाइल म ओपन गर्नु गइरहेको छु। हेर्नुहोस्, ओपन भयो हाम्रो एक्सेल फाइल। यहाँ इनेबल टु एडिटिङ छ, एडिट त्यसमा गरिदिनु। अब यहाँ एक्सेप्ट सोध्छ, यहाँ एक्सेप्ट गरिदिनु। यति गरिसकेपछि अब हेर्नु हाम्रो एक्सेल फाइल पनि खुल्यो। यहाँ जस्तै केही लेख्न मन लाग्यो भने भइरहेछ है, इन्टर भइरहेछ। अब यहाँदेखि के गर्ने, क्लोज गरिदिने है। यहाँदेखि डन क्लोज। अब यहीँनिर सर्चै बारमा आएर तपाईँले यहाँदेखि एक्सेल भनेर सर्च गर्यो भने आउँछ। हेर्नु यहाँ एक्सेल आइहाल्यो त, आयो एक्सेल आयो। अब यहाँदेखि ब्ल्याक लिन्छु यो अर्को। अब हेर्नु लेखिरहेछ यो, डन्ट सेभ गर्छु म र वर्ड पनि देखाउँछु।
यहाँ ब्ल्याङ्क डकुमेन्टमा आएर यहाँ लेख्नु त केही आइरहेछ नि भयो नि भन्यो ल अब यसलाई डन सेभ गर्छु अब यो लाग्यो आज मैले भररात ट्राई गरेँ मलाई यो एक्सन खुलेन म 7 घन्टा ट्राई गरेँ प्लस मबाट सम्भव यसले त सेटिङहरू के कसो छ भने सबै सेटिङहरू ठिक गरिदिनु भयो अहिले मेरो पुरै 100% चलिरहेछ हेर्न सक्नुहुन्छ 100% कुदी जहाँ कुदाउनुहोस् जहाँ कुद्छ पहिला भनेको यो फाइल नै रनिङ हुन्थेन अहिले त पुरै सर्ट लगाइदिएको छु त्यो क्युआरमा 10-20 रुपियाँ दिन सक्नुहुन्छ आफ्नो खुसीले नदिँदा पनि हुन्छ एउटा छोटो मिठो कमेन्ट गरिदिँदा पनि म धेरै खुसी हुन्छु धन्यवाद।